हेलो एभ्रिवान। आज चाहिँ हामीले 2025 स्प्रिङमा सोधेको प्लास्टिक खेन्जबाट चाहिँ एउटा न्युमेरिकल चाहिँ हामी गर्न गइरहेको छौँ। यो चाहिँ पोखरा युनिभर्सिटीको क्वेसन हो। सो द क्वेसन इज फाइन्ड द कोल्याप्स लोड भनेको छ हामीलाई। यसमा चाहिँ हामीलाई पोइन्ट लोड डब्लु र पोइन्ट लोड डब्लु दिएको छ। हामीले एक्ज्याक्ट क्वेसन त होइन, तर सिमिलर क्वेसन चाहिँ सल्भ गर्न गइरहेछौँ। सो फाइन कोल्याप्स लोड फर फ्रेम भनेको छ। हामी यसमा लोड चाहिँ यता डब्लु, यता चाहिँ डब्लु/2 हालेर चाहिँ सल्भ गर्न गइरहेछौँ। लेन्थ एल भयो, त एल/2 दिएको छ। सो बिम मेकानिजम हामी एबीमा पनि बिम मेकानिजम गर्छौँ, बीसीमा पनि बिम मेकानिजम गर्छौँ फर्स्टमा। सो हाम्रो एमपी मोमेन्ट यता लागेको छ, यता 2 एमपी लागेको छ। यता चाहिँ हाम्रो 2 एमपी फिक्समा प्लास्टिक केन्ज हुन्छ, अनि यता बेन्डिङ जता जता भएको छ त्यता चाहिँ हाम्रो प्लास्टिक केन्ज हुन्छ। त्यो कन्टिन्युस अपवर्डमा चाहिँ हाम्रो प्लास्टिक केन्ज हुन्छ है। यता इन्च भएको भए यता चाहिँ हुँदैन थियो। सो यता अनि यो पोइन्ट लोड लागेको ठाउँमा पनि हाम्रो मोमेन्ट आउँछ। सो अब यो सल्भ गर्नलाई हामीले पहिला डेल्टाको भ्यालु निकालौँ। डेल कस टु एल/2 θ1 भयो। अनि भर्चुअल वर्क इक्वेसन इन्टरनल वर्क डन कस टु एक्सटर्नल वर्क डन गर्ने 2 एमपी θ1 2 एमपी θ1 प्लस θ2 प्लस एमपी θ2 कस टु डब्लु2 इन्टु डेल भयो। यता हाम्रो पोइन्ट लोड छ, सो पोइन्ट लोड इन्टु कोल्याप्स लोड इन्टु त्यो अर्डिनेट हामीले डब्लु/2 हाल्ने। सल्भ गर्दाखेरि हामीले कोल्याप्स लोड भनेको छ, सो डब्लुसीको भ्यालु हाम्रो 28 एमपी/एल आयो। बिम मेकानिजम इन बीसीमा हामीले सल्भ गर्दाखेरि अर्को हामीले यसमा θ1 पनि युज गर्न सक्छौँ, बिकज यसमा हाम्रो डिस्टेन्स चाहिँ सेम छ बीसीको लागि। यसमा चाहिँ θ1 θ2 मानेर गरेको छ। डेलको भ्यालु निकाल्यो भने θ1 कस टु θ2 भइहाल्यो। सो अब भर्चुअल वर्क इक्वेसन युज गरेर इन्टरनल वर्क डन कस टु एक्सटर्नल वर्क डन गर्ने एमपी θ1 प्लस एमपी θ1 प्लस θ2 प्लस एमपी θ2 कस टु डब्लु पोइन्ट लोड इन्टु अर्डिनेट डेल हाल्दाखेरि हाम्रो डब्लुसीको भ्यालु 8 एमपी/एल आयो। अब सेकेन्ड स्टेपमा चाहिँ स्विम मेकानिजम गर्ने। यता चाहिँ हाम्रो एल/2 नै भयो। यता पनि हाम्रो थीटा र θ1 इक्वल नै गर्दा पनि हुन्छ। यता हामीले डेलको भ्यालु निकाल्यो भने एल/1 एल/2 θ1 कस टु θ2 आयो। सो अब भर्चुअल वर्क इक्वेसन युज गर्दाखेरि इन्टरनल वर्क डन कस टु एक्सटर्नल वर्क डन यता 2 एमपी हुन्छ, 2 एमपी θ1 प्लस एमपी θ1 यता एमपी θ1 एमपी θ2 अनि त्यसपछि 8 अनि 2 एमपी θ1 भएपछि डब्लु/2 त्यहाँ डब्लु/2 इन्टु डेल2। यसको हामीले डेल2 हाल्ने। अनि सल्भ गर्दाखेरि हाम्रो चाहिँ डब्लुको भ्यालु 16 एमपी/एल आउँछ। लाइकवाइज अब कम्बाइन मेकानिजम गर्नुपर्छ। कम्बाइन मेकानिजममा माथिको बिम प्लस यो हामीले स्विङको चाहिँ कम्बाइन गरेर यता हाम्रो मोमेन्ट आउँछ, यता मोमेन्ट आउँछ, यता मोमेन्ट आउँछ है। सो डेल1 निकाल्यौँ, θ1 θ2 भयो, डेल2 निकाल्यौँ, L2/θ3 भयो। यता θ1 θ2 इक्वल आयो, यता θ1 र θ3 इक्वल आउँछ, डेल3को भ्यालु आयो। अनि भर्चुअल वर्क इक्वेसन युज गर्दाखेरि 2 एमपी θ1 2 एमपी θ1 प्लस एमपी θ1 यता हुन्छ एमपी θ1 प्लस θ3 प्लस एमपी θ3 र एमपी θ2 हाल्दाखेरि यो हाम्रो
2 इन्टु डेल 3 भयो अनि W इन्टु डेल 2 भयो अर्डिनेट सल्भ गऱ्यो भने WC को भ्यालु 8 MP/L आउँछ। सो WC को भ्यालु जुन चाहिँ लोएस्ट हो त्यो चाहिँ हाम्रो कोल्याप्स लोड हुन जान्छ। सो दिस मच फर टुडे।